कि यस्तो खाले हस्ताक्षर अभियान चलाउँदैमा रवि लामिछाने साँच्चै जेलबाट छुट्ने हो त भन्ने बारे। त्यसैले आउनुस् आजको यो भिडियोमा हामी विश्वका 5 वटा यस्ता चर्चित घटनाहरू बारे हेर्नेछौँ, जसमा पहिलो र चर्चित घटना हो नेल्सन मण्डेलाको। सन् 1962 मा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलालाई सरकारले राज्य विरुद्ध षड्यन्त्र गरेको अभियोगमा गिरफ्तार गरेर 27 वर्षसम्म जेलमा राखेको थियो। उनको रिहाइको माग गर्दै अफ्रिकन नेशनल कांग्रेस एएनसीले विश्वभर नेतृत्व गर्दै व्यापक हस्ताक्षर सङ्कलन आन्दोलन र दबाव सृजना गरेको थियो। संयुक्त राष्ट्रसङ्घ, एमनेस्टी इन्टरनेशनल लगायतले समेत समर्थन जनाउँदै लाखौं हस्ताक्षर सङ्कलन गरेका थिए। अनि मण्डेलाको कानुनी लडाई र प्रचारको लागि भन्दै व्यापक चन्दा सङ्कलन पनि गरिएको थियो। अन्ततः जनदबाव र अन्तर्राष्ट्रिय समर्थनकै कारण उनी सन् 1990 मा रिहा भएका थिए। यस्तै दोस्रो घटना हो आङ सान सुकीको। म्यानमारकी प्रजातान्त्रिक नेता आङ सान सुकीलाई सन् 1989 देखि सैन्य शासनले पटक पटक नजरबन्दमा राखेको थियो। यस विरुद्ध पनि एमनेस्टी इन्टरनेशनल, युएन र मानव अधिकार संस्थाहरूको अगुवाईमा विश्वभर हस्ताक्षर अभियान चलाइएको थियो, जसमा 10 लाख भन्दा बढीले साथ दिएका थिए। म्यानमार समर्थकहरूले लन्डन, भारत लगायतका देशहरूमा फन्ड रेजिङ गर्दै दबाव सिर्जना गरी लामो जनदबावपछि अन्ततः सन् 2010 मा उनको नजरबन्द अन्त्य भएको थियो र उनले त्यसपछि खुल्ला राजनीतिमा प्रवेश गर्न पाएका थिए। यस्तै तेस्रो घटना हाम्रै नेपालको बीपी कोइरालाको हो। नेपाली कांग्रेसका नेता बीपी कोइराला भारत निर्वाचनबाट विक्रम सम्वत 2033 सालमा नेपाल फर्किएपछि तत्कालीन सरकारले उनलाई गिरफ्तार गरेको थियो। राजतन्त्रको विरोध र प्रजातान्त्रिक विचारको कारण राज्य विरुद्धको आरोप लगाइएको थियो। उनको समर्थनमा पनि नेपाली कांग्रेसका कार्यकर्ताहरूले देशैभर हस्ताक्षर अभियान सञ्चालन गर्ने, ज्ञापन पत्र बुझाउने र चन्दा सङ्कलन गरेर कानुनी प्रतिरक्षा तथा प्रसारमा खर्च गरेका थिए। अन्ततः जनदबाव र अन्तर्राष्ट्रिय चासोले भूमिका खेलेपछि विक्रम सम्वत 2037 सालमा मुद्दा खारेज गरी बीपीलाई रिहा गरिएको थियो। यस्तै चौथो घटना हो रुसी नेता अलेक्सेई नाभाल्नीको। क्रेमलिन सरकार विरुद्ध आलोचनात्मक आवाज उठाउने रुसी विपक्षी नेता अलेक्सेई नाभाल्नीलाई सन् 2021 मा गिरफ्तार गरिएको थियो। त्यसपछि change.org लगायत अनलाइन प्लेटफर्महरूमा फ्री नाभाल्नी अभियान चलाइएको थियो भने जसमा 7 लाख भन्दा बढी मानिसहरूले हस्ताक्षर गरेका थिए। उनका समर्थकहरूले वकिल खर्च, प्रसार र विरोध प्रदर्शनको लागि अनुदान सङ्कलन गरेर हस्ताक्षरकै दबावमा उनलाई जेलबाट अस्पतालमा सारिएको थियो। यद्यपि पछि उनको मृत्यु भएको घोषणा गरिएको थियो। यस्तै पाँचौं घटना हो भारतको स्वतन्त्रताको लागि लड्ने नेताहरू, जसमा गान्धी, नेहरू, सरदार पटेल भाइहरू पर्ने गर्दछन्। ब्रिटिस उपनिवेश कालमा महात्मा गान्धी, जवाहरलाल नेहरू, सरदार पटेल लगायत नेताहरूलाई बारम्बार जेल हालिँदा जनताले हस्ताक्षर अभियान, र्याली र भारत छोड आन्दोलन मार्फत दबाव सृजना गर्ने गरेको थियो। भारतीय राष्ट्रिय कांग्रेसले देशभर आन्दोलन कोष खडा गर्दै आर्थिक सङ्कलन पनि गर्ने गर्थ्यो, जसले गर्दा कानुनी लडाईदेखि प्रचार प्रसारमा महत्त्वपूर्ण भूमिका खेल्दै लाखौं हस्ताक्षर र चन्दा सङ्कलनले नेताहरूलाई रिहा गराउने मात्रै होइन, स्वतन्त्र भारतको सपना साकार गर्न समेत सहयोग गरेको इतिहास छ। आजसम्म विश्वभरमा सत्ताको विरोधमा उत्रिएर जनताको हकितको लागि आवाज उठाउने त्यागी र महान नेताहरूको लागि यसरी हस्ताक्षर र चन्दा उठाउने अभियान सञ्चालन हुँदै आइरहेको इतिहास छ। अब माथिका यी 5 वटा घटनाहरूसँग अहिलेको रवि लामिछानेको घटनासँग तुलना गर्न बिल्कुलै मिल्दैन। तर पनि रवि र राजसपा पुरानो दलको सट्टामा वैकल्पिक शक्ति भनेर राजनीतिमा आउनु र उनीमाथि यो पछिल्लो 1 वर्षभित्र सहकारी ठगीको नाममा राज्यले हाम्रो नाङ्गो आँखाले हेर्दा पनि अलिक अनौठो देखिने किसिमको व्यवहारहरू पटक पटक देखाउनुले गर्दा राज्यले चाहिने भन्दा बढी प्रश्न साँधेकै हो भन्दै अहिले यस्तो खाली अभियान रासोपाले पनि सुरु गरेको हो। अहिले रविको पक्षमा नाम चलेका कलाकार विपिन कार्कीदेखि पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईदेखि राउटे जातिको मुखियासम्मले हस्ताक्षर गरिरहेका छन्। यति मात्रै नभएर अहिले तीव्र रूपमा देश तथा विदेशबाट हस्ताक्षर अभियान अगाडि बढिरहेको देखिन्छ। अहिले धेरै राज्यले प्रश्न साँधेको हो र बढी दुःख दिएको छ भन्ने निष्कर्षमा पुगेको देखिन्छ। किनकि जुन सहकारीबाट रवि लामिछाने संलग्न रहेको मिडियामा पैसा आएको छ, त्यही सहकारीको सञ्चालक समितिहरू भटाभट धरोटीमा छुटिरहेका छन्। तर सहकारीसँग प्रत्यक्ष संलग्नता नभएको भनेको रवि लामिछाने भने कारागारमा बसिरहेका छन्। यसैले गर्दा उनीमाथि राज्यले प्रश्न साँधेको हो भन्दै राष्ट्रपाले यो अभियानको सुरुवात गरेको छ। किनकि यो अभियान भनेको सानो अभियान होइन, विश्वव्यापी रूपमा जब राज्यले आफ्नो दम्ब देखाउन खोज्छ तब जनताहरू एकजुट भएर सत्ताको विरुद्ध सशक्त प्रतिवाद गर्ने एउटा गतिलो माध्यम हो। त्यसैले गर्दा यस्तो पवित्र उद्देश्य बोकेको अभियानलाई कुनै पनि हालतमा दाग लगाउन दिन मिल्दैन हो। अन्तमा यो प्रश्न तपाईँको लागि, राष्ट्रपा सभापति रवि लामिछानेमाथि पछिल्लो 1 वर्षभित्र जे जति भइरहेको छ त्यो राज्यको प्रतिशोध हो वा होइन, तपाईँको विचार के छ कमेन्ट गर्नुहोला र